तपाईँको यति धेरै चर्चा परिचर्चा भइराख्दाखेरि आज हामी त धेरै नगरवासीहरूको तपाईँको समर्थनमा पनि हुनुहुन्छ। ठाउँ ठाउँमा पनि अर्को साम्पाङ भनेर धेरै लिएर पनि जाने देखिरहेको छ। तर यो चुनावमा भोट चाहिँ किन सोचे जस्तो आएन? प्रत्यक्षमा 3 समानुपातिकमा 4 लानुपर्ने जुन हिसाबको हाइप थियो त्यो हिसाबले त आधी जनता त तपाईँतिर ओर्लिनु पर्थ्यो नि कि पर्थ्यो, तर गर्नु भएन। जनताको भोटलाई मैले सम्मान गरेको छु, किनभने अब पब्लिकभन्दा ठुलो होइन म फेरि, होइन पब्लिकभन्दा ठुलो होइन। एक खालको हुइम चलेको थियो, त्यो हुइममा बग्नुभयो, लहरमा बग्नुभयो, लहर र लहट भन्छ, त्यसमा चाहिँ पब्लिक जानुभयो। तर पब्लिकले जसलाई भोट दिनुभयो जनताले त्यही मान्छे होइन ले चाहिँ अब सरकार गठन गरेर चलाइराख्नु भएको छ। त्यही हो, सरकार राम्रो तरिकाले चलोस्। अहिले हजारौँको सङ्ख्यामा मान्छे सडकमा होइन फलना मुर्दाबाद भनेर कराइराखेको अवस्था छ, होइन फलना राजीनामा दे भनेर कराइराखेको अवस्था छ। अहिले आउँदाखेरि त्यही तपाईँको माइती घर मण्डलामै पनि कराइराखेको अवस्था छ, होइन यो देशमा कराई मात्रै राख्नुपर्ने त? सरकारले गर्नुपर्ने थुप्रो अरू काम हुन्छ क्या। महँगी नियन्त्रण गर्नेतिर लाग्नुपर्छ होला, पेट्रोलियम पदार्थको भाउ के हो, कता हो, विश्व बजारमा तल झरिसकेको छ, हाम्रोमा किन माथिको माथि, यो विषयमा छलफल गर्नुपर्छ होला, होइन र? मैले अघि भने जस्तो सुकुम्बासीलाई त्यसै तरिकाले चाहिँ नि होइन तपाईँको सरकारले समाधान गर्नुपर्छ कि। त्यसो गर्दाखेरि के भयो त भन्दाखेरि जस्तै ऐलानी जग्गामै पनि होइन ल 1 करोडको घर बनाएको रहेछ, हेर्दाखेरि 1 करोडको घर बनायो भनेर चाहिँ खिसी ट्युरी गरेर क्यामेरा खिचेर मान्छेले भ्युज पनि बटुलिरहेछ। तर त्यो लगानीकर्ता जसको 1 करोड 2 करोड खर्च भएको छ नि, त्यो पनि त नेपाली नै हो नि, होइन? त्यो मान्छे अब रोडमा आयो, होइन रोडमा आइसकेपछि उसले फ्रस्ट्रेसनमा, डिप्रेसनमा, अनेक परिको आपराधिक गतिविधिमा ऊ लाग्न सक्छ। आफ्नो ज्यानै पनि फालिरहेको देखियो नि त, होइन? खोलामा हाम फाल्ने, माथि तलबाट हाम फाल्ने, यसले के देखाइरहेछ त भन्दाखेरि त्यसले त राम्रो देखाएर छैन। त्यसले गर्दाखेरि अब त्यो प्रपर्टीलाई पनि बचाएर बुद्धिमत्ताका साथ सरकारले अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।